हरिओम। तपाईँ कुन राशि हेर्दै हुनुहुन्छ? यदि तपाईँ मिथुन राशि हेर्दै हुनुहुन्छ भने वैशाखको 31 गते बृहस्पति ग्रह तपाईँकै राशिमा प्रवेश गर्दैछन्। बृहस्पति ग्रहलाई ज्ञान, सन्तान, शिक्षक, शिक्षा, धार्मिक कार्य, तीर्थस्थल र दान पुण्यको वृद्धिको कारक मानिन्छ। अर्थात् तपाईलाई मिथुन राशिका साथीहरूको लागि यो परिवर्तनले बृहस्पतिको मिथुन राशिमा आउनाले तपाईलाई सुखद समय ल्याउँदैछ। विशेष गरेर तपाईको जागिरको क्षेत्रमा जागिरमा हुनुहुन्छ भने पदोन्नति र व्यापारमा सोचे जस्तो लाभ तपाईलाई देखाउँछ र तपाईको कारोबारमा पनि यसले वृद्धि गराउँछ। तर तपाईको कामको बोझ पनि तपाईलाई दिन्छ। कामको बोझले तपाईलाई अलिकति तनाव पनि बढ्छ। फेरि कुल मिलाएर यो बृहस्पतिको राशि परिवर्तनले मिथुन राशिका साथीहरूको लागि राम्रो समय लिएर आउँदैछ यो ग्रहले।